हाई वेलकम छ मेरो न्यू भ्लगमा हजुरहरू सन्चै आरामै हुनुहुन्छ भन्ने आशाका साथ भिडियो स्टार्ट गर्दैछु। म पनि एकदमै सन्चै आरामै छु भनौँ। सन्चै आराम त के भन्नु, सन्चो छैन, मलाई अलिकति ढाड दुखिरहेको छ, टाउको पनि दुखेको छ। टाउको दुखिरहेको थियो, टाउको घुमाइरहेको थियो, घुमाएर उठ्नु पनि बनाएको थिएन अनि अलि भएर उठेको थिएँ। भोलि दाङ जाने भोलि दाङ जाने भनेर एटिट्युड अलिकति बढ्या छ। एटिट्युड अलिकति बढ्यो जस्तो छ मम्स। एटिट्युड मम्मी यो कत्रो रहेछ भाइ, पाके हुन्थ्यो। यहाँ त पाकेको छैन, माथि टुप्पामा पाकेको छ। को चढ्छ त्यो टुप्पा? लेचर। अनि त्यही नै हो, म चाहिँ बखडा खान आएको थिएँ। बखडै पाकेको रहेन, चाहिँ माथि टुप्पामा मात्र पाकेको रहेछ। टुप्पामा पाकेको देखेर तलतिर पाकेको छ कि भनेर हेर्न काम यो बुट बखडाको। यहाँ चाहिँ खुर्सानी रोप्नु भएको रहेछ। कति धेरै खुर्सानी रोप्या फेरि। यो तलको खुर्सानीको के खुर्सानी हो, माथि खुर्सानी के खुर्सानी? सबै त्यही नै हो। हाम्रो चाहिँ गाउँले मकै अलिअलि पाकेको, मकै उम्रे अस्ति चाहिँ उम्रेको थिएन। म यहाँ बखडा खान आएको, खास गरी म पहिला बखडा खान्छु र आज बा झन्नै मरेन। अनि मैले चाहिँ डेली भिडियो स्टार्ट गर्छु भनेको थिएँ। बखडा कोही रहेछ भाग्यै छैन कि उठेर अनि मैले चाहिँ डेली भिडियो स्टार्ट गर्छु भनेको थिएँ होइन। मैले चाहिँ स्टार्ट गर्न पाएन, किनभने चाहिँ स्टार्ट गर्न पाएन किनभने चाहिँ मेरो बिहान चाहिँ चाँडै क्लास हुन्थ्यो। अनि दिउँसोमा चाँडै आउँथ्यो, तर पनि म भ्याउने थिएन यो भ्लग बनाउन। अनि त्यही भएर भ्याएन। अब चाहिँ म गर्छु, किनभने चाहिँ अब हाम्रो चाहिँ बिहान क्लास हुँदैन अरे, दिउँसै हुन्छ अरे। दिउँसो चाहिँ अलिक म ढिला नै आउँछु। त्यही नै हो। अब चाहिँ म कन्टिन्यू गर्छु, किनभने चाहिँ अस्ति नै ल के को बिउ यो के भन्नु भएको थियो बिर्सिरहेँ। यता हुनुहुन्छ खुर्सानी रोप्नु भएको रहेछ। अनि काफल टिप्न आएछन् मान्छेहरू, अनि झ्याउ लाग्छ भने मान्छे परा सुन्दा पनि मलाई रिस उठ्छ। आजभोलि चाहिँ आज झन् हेर्छ मकै चाहिँ यत्रो भएको छ हाम्रो। दाइल अस्ति रोप्नु भएको थियो, कसले रोप्नु भएको थाहा भएन, तर रोप्नु दाइल रोप्नु भएको। अनि मैले रोपेँ मकै हेर्न जा भन्नुभएको थियो हिजो। अनि अहिले फुपूले दाइल रोप्या मकै हेर्न जाऊ त भनेर भन्नुहुन्थ्यो। त्यही भएर आँखा अनि हेर्न सक्नुहुन्छ पहरा। मान्छे कराउँदा पनि रिस उठ्छ भाइ, मान्छेले बोलाउँदा पनि रिस उठ्छ। आज त किन आज ढाड दुखेर मर्न लाग्यो गाइजहरू, यस्तो भयो नि। अहिले अलि भएर हिँडे हो, नत्र पनि हिँड्ने थिएन। पसार सुत्ने भने भ्लग पनि स्टार्ट गर्ने थिएन होला। अलि सन्चो भयो, अनि त्यही भएर स्टार्ट गरेको हुँ। अनि यो चाहिँ आरुको बोट हो। यो आरु चाहिँ पहिला त मिठो हुन्थ्यो कि, र अहिले फेरि दुध फले खान्न म। त्यो मुख नधोए त कति नराम्रो ख्या, मुखै नधोइकन टल्केर राम्रो देखिया हुन त नराम्रो छ भाइ नि। म त हजुर फुपू चाहिँ आज मल्लगञ्ज लाउँदा चटपट पानीपुरी बेच्न खाना आउन सक्नुहुन्छ हजुरहरू पनि। मैले बखडा त देखेको थिएँ, अब रुखा चढ्न सक्दैन। ओ माई गड, को टिप्यो? ए
अझ भुल्ला नि पो मलाई नि साथीले ल्याइदिएर आइज भनेको थिएँ अनि यो सक्दैन म टिप्न फाजुलले त मासु खाइरहनु भए अनजान व्यक्ति चाहिँ गर्ने फाजु नमस्ते फाजुले त यहाँ अनजान व्यक्ति चाहिँ गराउनुहुन्छ मलाई यहाँ फुपूले नि त्यस्तै गराउनुहुन्छ ला फुरुटी भेटाए चोरेर लानु पर्छ कसले छि कसले खान्छ यस्तो आमामा कतिका हो क्यामेरा ब्याक गरेर देखाइदिन्छु गाइस हजुरलाई